हेलो एभ्रिवान, नमस्ते, नमस्कार, गुड मर्निङ। आज चाहिँ म सानो भिडियो क्लिप बनाउँदैछु मेरो बुढाको बर्थडे सेलिब्रेसन गरिदिनको लागि, पछि केही मेमोरी हुन्छ भनेर। यहाँ चाहिँ म मेरो बुढाको लागि केक लिन गएँ। केक हेर्दैछु कस्तो रहेछ भनेर। लगभग आधी घन्टा हिँडेपछि केक भए ठाउँमा म र मेरो भाइ पुगेका थियौँ। फाइनल्ली केक पनि लिएर आएँ। जाँदा चाहिँ भाइ र म रमाइलो गर्दै हाँस्दै गएको थियौँ। आउँदा चाहिँ एक ल्याएँ। अब चाहिँ म डेकोरेसनतिर लाग्छु। डेकोरेसनको सुरुमा चाहिँ मैले झल्लर लगाएँ। झल्लर कि माला के भन्छ, ताकि मलाई काम गर्नलाई अलि हौसला मिलोस्। यसैले आज छुट्टै रमाइलो लागिरहेछ मलाई। अलि एक्साइटमेन्ट पनि बढी नै भएर होला। अनि मैले लाइफमा यसरी बर्थडे सरप्राइज आफूले एक्लै डेकोरेसन गरेर कसैलाई दिएको छैन। फर्स्ट टाइम बुढो तपाईँ पर्नुभयो, देन यु आर लकी। यसैले होला मलाई काम गर्न खुब जाँगर चलिरहेछ। एक्लै पनि खुब रमाइलो मान्दै गीत सुन्दै म काम गरिरहेको छु। यहाँ चाहिँ सबै सामानहरू भद्रगोल छ। म्यानेज पनि त गर्नु पर्यो। के खोज्दा के भेट्दिनँ, के खोज्दा के भेट्दिनँ। अब म बेलुन फुलाउनतिर लाग्छु। बेलुन त फुलाउँछु भने तर मुखले फुलाउँदा फुलाउँदा मुखै दुख्यो। पम्पले पनि फुलेन। पम्पले भन्छ कि भएन। हैरान एकछिन खेल्नु पनि त पर्यो। गाला दुखेर एकैछिनमा यस्तो बनाएँ मैले चाहिँ। आया काटी बिज्यो अनि खाना बनाउन सुरु गर्नु पर्यो। खाना पनि त मिठो बनाउनु पर्यो नि होइन। मैले चाहिँ मासु बनाउन रेडी गरेँ। मासु बनाउँदा बनाउँदै अब म साग बनाउँछु। उता भात पनि पाक्दैछ। अचारको लागि म आलु खोज्दैछु अनि आलु बसालेर म गाजर र काँक्रो काट्नेवालामा छु। आलु अनि त्यतिखेरसम्म पाकिसक्छ। अब चाहिँ म साग काट्छु। सागमा चाहिँ अलि किरा हुन्छ कि, अनि म अलि राम्रोसँग पखाल्छु, दही पखाली गर्छु। अनि अब चाहिँ फाइनली बन्यो, साग पनि बन्यो, अचार नि बन्यो। अब यसलाई चाहिँ अब म ऱ्यापिङ गरेर राख्छु। सबै कामहरू सकिँदै आएको छ। अब म भित्रै जान्छु। ऊ आउने समय पनि भइसकेको छ। रातिको 8 बजिसकेको छ। अब भित्रको अवस्था यस्तो छ। बुढोलाई सरप्राइज भन्दा पनि छु म आफै सरप्राइज भएको छु। साडी लाउने सोचमा थिइनँ। 2 मिनटको सोचाइमा मैले साडी लगाएँ। लास्टको लुक्स यस्तो देखिएको छ। मैले केक पनि ल्याएर राखेँ। केक पनि मैले सोचेभन्दा राम्रो पाएको छु। अनि मेरो भाइलाई थ्याङ्क यू सो मच केकको लागि। ओहो आउनु भइसक्नुभयो। घन्टी बज्यो। सरप्राइज। मैले ल्याएको भिडियो चाहिँ एडिट गरेर हटाएँ आदि। मक्ख बुढा त लज्जामा आउनुहोस्। उहाँ भन्दै हुनुहुन्छ यतिखेर सामानहरू कसरी म्यानेज गर्यो, कसरी किन्यो, तपाईँ मेरो लागि स्पेसल हो नि त। यसैले सबै कुरा जानकारी नहुँदा पनि हजुरको लागि कोसिस गरेको छु। उहाँ चाहिँ दिदीसँग बोल्दै हुनुहुन्छ। अनि बाबा मम्मीलाई धेरै सम्झना, सबैजना सँगै बसेर
यो सेलिब्रेसन गर्न पाए अझ सुनमा सुगन्ध हुने थियो, तर पछि गर्नुपर्छ फेरि। उहाँ भन्दै हुनुहुन्छ केक त धेरैचोटि काटेको थिएँ, तर इट्स द ह्याप्पिएस्ट मोमेन्ट चाहिँ सेलिब्रेसन गरेको थिएन, तिमीले गरिदेऊ, थ्याङ्क यू सो मच। थ्याङ्क यू भनिराख्नु पर्दैन बुढो। अब बिचमा चाहिँ हामी फ्यामिलीसँग बोल्दै केक काट्यौँ, अनि बुढाले चाहिँ टिको लगाइदिँदै हुनुहुन्छ। टिकोमा नि आशिक फेरि के हो कि आशिक दिन त कसैले फेरि भेट्दैन नि। ब्लेसिङ यू ब्लेसिङ यू। यहाँ चाहिँ मेरो बुढालाई बर्थडेको टिका चाहिँ लगाइदिनु पर्थ्यो, अनि आफै लाउनुहुन्छ, फेरि मैले लगाइदिएँ। अब चाहिँ 1-2 टिकटक बनाउनु पर्छ होला है। पछि नै भए पनि हाम्रो स्पेसल पर्सनहरू आउनुभएछ, धेरै खुसी लाग्यो। धेरै धेरै धन्यवाद हजुरहरूलाई।